जुन स्पिडमा निर्माणको लागि यो सङ्गठनलाई बनाएर जे उद्देश्य लिएर हामीले पार्टी स्थापना गरेका थियौँ। मेरो हाम्रो आन्दोलन जारी छ। हामीले शोकलाई शक्तिमा बदलेर उहाँलाई कारागारमा राखेको समयको हरेक मिनेटको चाहिँ जवाफ लिने गरी यो सरकारसँग र जसले प्रतिशोध साधेको छ उनीहरूसँग त्यो जवाफ लिने गरी जुन स्पिडमा यो पार्टी निर्माणको लागि यो सङ्गठनलाई बनाएर जे उद्देश्य लिएर हामीले पार्टी स्थापना गरेका थियौँ। मेरो आफ्नो निरन्तर त्यो प्रयास जारी रहन्छ र म हिजो आज र भोलि मेरो स्पिड निरन्तर एउटै रहन्छ। तपाईँले यति भन्दै गर्दा यो त हामीलाई देश बनाउने गोल्डन मौका हो नपुग्नु भन्नुहुन्छ, के साँच्चीकै त्यही अवस्थामा गएको हो? यसमा दुई मात्रै छैन। युवा पुस्तालाई मेरो अपिल, युवा पुस्ता यो भाग्यमानी पुस्ता हो, यो पुस्ताले देश बनाउन सक्छ। त्यस कारणले हामी निरन्तर लागौँ र विचलित भएर लागौँ। यो देश समृद्ध बनाउन सकिन्छ, सरकार गर्न सकिन्छ, सुशासन कायम गर्न सकिन्छ। यसको निर्देश गर्नुपर्छ। जस्तो आज तेस्रो तपाईँहरूको दिवस पनि हो सभापति सभापति रवि लामी छानेलाई त्यो पार्टीको फेदलाई कसरी सम्झिनुहुन्छ? पार्टी सभापतिज्यू आज साथमा नहुँदै गर्दा जुन एउटा अभाव हामीलाई खड्किएको छ त्यो एउटा व्यक्त गर्न नसक्ने पीडा चाहिँ हो, किनभने हाम्रो अभियानको प्रमुख लिडर उहाँ नै हो। तर पनि सांसदहरू कारबाही